आजको पहरमा सबैजना पुलिसले खोजेका मान्छेहरू आएका छन्। अपूर्व क्षितिज सिंह, पुष्कर खतिवडा, प्रकाश भुजेल, आजको त हाम्रो प्यानलिस्ट भन्दा पनि वान्टेड लिस्ट पो। आज झाँक्रीवाला बोलाएको पनि झाडु पोछा हान्छन् भनेर। उहाँले आफूलाई डक्टर भन्नुहुँदो रहेछ। जसलाई चाहिँ स्टेथिस्कोपको स्पेलिङ भन्न आउँदैन ऊ डक्टर रे। MBBS को फुल फर्म के हो भनेको मसान भूत बोक्सी शैतान भन्नुहुन्छ। यो मान्छे चाहिँ भोइस अफ नेपाल सिजन 6 जितेको। जब थाहा थियो कमेडीले गरेर खाने हो भने किन उता गएको त? अघि पनि भाइले भनिरहेको थियो कि मधेसीले टिना फलाम उठाउँछ, पायो भने त सुकुम्बासी पनि उठाउँछ। तपाईँ पहिलाको क्रिकेट खेलाडी पनि हो? सानोमा हो। राजा आन्दोलनमा रनअप लिएर बल हान्दो रहेछ। राजा आन्दोलनको सोमपाल कामी हो उहाँ। उहाँलाई राजा किन चाहियो भन्दाखेरि राजा आएपछि हिन्दू राष्ट्र हुन्छ, हिन्दू राष्ट्र भएपछि ज्योतिषीको राम्रो हुन्छ। ज्योतिषीको राम्रो होला तर हावा ज्योतिषीको त हुँदैन। दामी दामी कहाँ गडरा से बड़ा किने से कटरिया से ल यो त मधेसी बोल्ने बित्तिकै हात रची बाबा होइन अनुहारले बताइसकेको थियो तपाईँले यो भाषा बोल्छ भने। ल ल मुद्दा यता है। अब हामी त पार्टनर भयो नि, सँगै जेल गएको होइन। तपाईँ कता टेकुवालामा पर्नु भयो? म चाहिँ यो के भन्छ भद्रकाली भद्रकाली अनि अर्को पनि सुनिहाल्नुहोस्। हजुर म चाहिँ देश र धर्म जोगाउनु पर्छ भनेर गएँ। हजुर तपाईँले चाहिँ एउटा तपाईँको त बाहिरकै जिन्दगी जेल जस्तो चलिरहेछ। अझै तपाईँले चाहिँ कानमा चाहिँ फुकेर चाहिँ कान पनि ठिक गरिदिन्छ भने पाइस भएको मान्छेलाई कहाँ फुक्नुहुन्छ तपाईँले? अनि तपाईँका जो आइमाईहरू आउँछ बच्चा भएन भन्छ कहाँ फुक्नुहुन्छ तपाईँले? म चाहिँ जस नेवार हो अनि म यहाँ सोमा राखेकै अपूर्व दाई छ भनेर। सुन्दर दाई बाहिर जति नै हम्बल हुन खोजे नि भित्रभित्र चाहिँ ऊ नेवार भर्सेस मधेसी कन्ट्रोभर्सी होस् अनि भ्युज आओस् भन्ने नै छ कि। ज्योतिष दाई पनि आउनु भएको रहेछ आज। म हात पछाडि लुकाइहाल्छु, उहाँले हात देख्यो कि फेरि पैसा मागिदिइहाल्नुहुन्छ क्या। ज्योति मगरको पनि हात मात्रै हेर्छन् नि। अब सबैको हात हेरिन्थ्यो, भाइको चाहिँ पछाडिको ढाड कत्रो छ हेरिराखौँ न। राजावादीहरू चाहिँ जस माइती घरमा बसिरहेको हुन्छन् नि, तर आजकल चाहिँ थमेलमा पनि रहेछन् के। म अस्ति थमेलमा गएको थिएँ, आऊ मेरो राजा। भाइ किन धेरै पातलो भयो भनेको कारण त्यो रहेछ। थमेल धेर्न जानु दाइ तिनीहरूले त राजा ल्याइसक्यो, तपाईँले कहिले ल्याउने हो दाइ? थमेल जान छोडेर काजु खान सुरु गर्नुहोस्। फ्युचर राम्रो छ भाइको कमेडी क्षेत्रमा, फ्युचर राम्रो छ। बस मलाई दुःख लागेको कुरा भनेको चाहिँ कमेडी क्षेत्रको फ्युचर चाहिँ बिग्रिने भयो। हाइट अलिक सानो छ, टिभी हेर्नेहरूले चाहिँ टेबलमाथि बसेर हेर्नु होला। प्रोसेस उहाँको त प्रोसेस पनि कस्तो प्रोसेस हो।
हामी आउने भन्ने थाहा पाएपछि आउनुभयो क्या दौडेर पुष्कर गुरु र प्रकाश भुजेल आउने भएपछि पक्कै चल्छ कि भनेर आउनुभयो होला दारी पनि के री काट्यो यो अलि मिलेन क्या दारी काट्यो होइन बालेन शाह बन्न खोज्यो होला क्या बालेन शाह घटिया सो चाहिँ तपाईँले बनायो यो चाहिँ राम्रो सो उहाँलाई धन्यवाद दिनु खुट्टामा 10 चोटि ढोगे नि पाप लाग्दैन किन भन्दाखेरि समाजले चिन्यो क्या प्रकाश भुजेलसँग बस्न पाउँदा पुष्कर जीसँग ज्योतिष गुरुसँग बस्न पाउँदा तपाईँ यो सोमा आएर बोल्न पाउँदा अरूलाई गाली गरेन तपाईँ चाहिँ भाग्यमानी हो होइन तपाईँको अनुहार त बिग्दैन भन्नै पर्दाखेरि खास गरी होच्याउने काम नगर्नु होला मैले चाहिँ होच्याएको होइन सिकाएको गुरुले जहिले नि सिकाइरहेको छ जुरुक्क उठेर झ्याप्प हान्दिउँ कि जस्तो लागिरहेको थियो फेरि क्यामेरा रहेछ अगाडि टाइटल स्पोन्सर सिटिजन लाइफ इन्स्योरेन्स समृद्धि तपाईको साथ हाम्रो उपचार खर्च अब सिटिजन लाइफले गर्छ पावर्ड बाई स्टारबक्स कफी 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स एसोसिएट स्पोन्सर तातो होस् या चिसो पानी जुनसुकै मौसममा यो टिक्छ जसले दिन्छ जीवनभरको सुरक्षा डल्फिन पाइप एन्ड फिटिङ एजुकेसन पार्टनर स्टडी अब्रॉड भनेकै क्लिक इन्टरनेशनल एजुकेसन रिकन्डिसन पार्टनर हाम्रो अटोमोबाइल्स इलेक्ट्रोनिक पार्टनर एभरेस्ट फोन्स नूडल्स पार्टनर करेन्ट नूडल्स मेकअप पार्टनर डिवा युनिसेक्स सलून फूड पार्टनर जाम पावर टी क्याफे अफिसियल डेकोर पार्टनर प्रेस्टिज कार्पेट टेक्निकल पार्टनर कुन्यो गेयर टाइटल एनिमेसन एन्ड पब्लिसिटी डिजाइन कार्यालय अफिसियल मिडिया पार्टनर आर्टिस्ट खबर